मनोरम केसी हजुर र म यो गाउँको कथामा बुबाको भूमिकामा निर्वाह गरेको छु। हामीले यसलाई बिहिबार अबदेखि पहिला मङ्गलबार थियो, अब बिहिबार बेलुका 6 बजे हामी समय परिवर्तन गरेका छौँ। पक्कै पनि तपाईँहरूले हामीलाई साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ भन्दै लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद। नमस्कार, म कलाकार भोले भण्डारी। अब 2-3 एपिसोडदेखि यो गाउँको कथामा म आबद्ध भएको छु। मेरो चाहिँ रोल के छ भने मैले ऋण दिने अनि घरबारी किनिदिने। मेरो नाउँ पनि ऋण दिने घरबारी किनिदिने हो। म यो सिरियलमा साहुको भूमिका गरेको छु। हाम्रा दर्शक भगवानहरूले यो हाम्रो गाउँको कथालाई हेरेर लाइक कमेन्ट सब्सक्राइब गरेर आफ्ना साथीहरूलाई पनि गरिदिनु भनेर भनिदिनु होला। हाम्रो भगवान रूपी दर्शकहरूलाई मैले यहाँभन्दा के भन्नु र। प्रत्येक बिहिबार आउँछ होइन? कहिले आउँछ? बिहिबार आउँछ 6 बजे होइन, बेलुका 6 बजे आउँछ। हजुरहरूले हेरेर लाइक कमेन्ट सब्सक्राइब गरेर आफ्नो साथीहरूलाई पनि गरिदिनु भनेर रिक्वेस्ट गर्नु होला। हाम्रो भगवान रूपी भगवान नमस्ते, म कलाकार रश्मि भट्ट। गाउँको कथा हेर्नुहोस् न कस्तो राम्रो छ। गाउँ भन्ने बित्तिकै हामीलाई सबै कुराले मनमा छुन्छ। हामी गाउँमा हुर्केको जति पनि नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ कहिले पनि भुल्न सकिन्न। सहर त पछि आफ्नो सुख सुविधा र छोराछोरीको पढाइदेखि लिएर हस्पिटल रोजगारीको अवसरको लागि मात्रै सहर छिरेका हौँ। गाउँलाई हामीले कहिले पनि भुल्नु हुँदैन। हाम्रो गाउँको कथा सिरियल बिहिबार 6 बजे आउने गरेको छ, नत्र मङ्गलबार आउने गर्थ्यो। हामीले सबैको सल्लाहलाई मध्यनजर गर्दै बिहिबार 6 बजे बेलुकी प्रसारण गरेका छौँ। तपाईँहरू सबैले माया गरिदिनु भएको छ। सबै आफ्नो साथीभाइ इष्टमित्रहरूलाई पनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नलाई अनुरोध गर्नुहोला। र जति माया गरिदिनु भएको छ अझै धेरै माया गरेर हामीलाई साथ सपोर्ट गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छौँ। जय नाट्येश्वरी।